आज भुजा बनाएको छु भुजा खाने हो सिप नो एनिथिङ त्यो प्याजले काट्यो भनेपछि पकाउनेमा त मेरो त भयो पाकी पनि सक्यो के मिठो हुँदैन होला हो बनाइदिन्छु म यो त कन्डम होला तपाईँ लेडिज हो तो चलिए शुरू करते हैं। हेलो नमस्ते सबैजनालाई आज चाहिँ हाम्रो सानो पार्टी रहेको छ पार्टीमा चाहिँ हामीसँग आज के छ के केटाहरू आउँदैछ अनि यहाँ बङ्गुरको मासु आइसकेको छ अनि त्यसपछि फ्रिजमा बियरहरू जति पनि छ अहिले वाह क्या सीन है। अब केटाहरू आएपछि उनीहरूसँग मिठो हुन्छ आज सानो पार्टी छ त्यस्तो ठुलो त होइन तर सानो पार्टी छ आज रमाइलो हुन्छ जस अनि पार्टी छ आज सानो केटाहरू आउँदैछ सबैजना आएपछि सबैलाई भेटाउँछु म पन्जार ब्रदर आइसक्नुभयो अब अझै 2-3 केटाहरू आउनु बाँकी छ त्यसपछि तर आज सानो पार्टी छ होइन सानो एकदमै छोटो मिठो पार्टी छ दामी हुन्छ आज रमाइलो हुन्छ अहिले कहाँ जाँदैछ पन्जार ब्रदर सिधै लिडलमा त्यो पनि आइस कफी खाने सिधै आइस कफी आइदिन ल आज चाबी आइसक्यो अस्ति कारको कुरा आज चाबी आज मस्त रमाइलो हुन्छ आज छिरम किन जाऊ न छिर्न त के पैसा लाग्छ र यसमा पनि जहाँ पाए त्यही कहाँ छिर्ने भने यार तपाईँ पनि त्यस्तै छिराइदिनु बोक्न मन लाग्यो क्या थाहा तपाईँ पनि अहिलेसम्म कुरा गर्छ रे यार त्यो छैन तपाईँलाई ठिक लाग्यो यो वाला चाहिँ मलाई मन पर्यो अलिकति हेर्दा चाहिँ यो चाहिँ किन्नु यो चाहिँ लिएर जान्छु म अब ठिक छ हेर त अलिक ठुलो छ है तर ठिक छ छ मेरो फेसमा त ठिक छ है तर छ के त्यही भनेको यार कस्तो मिठो अरे क्या करता है रे तेरी तो। खोइ फेरि गर्दैन त ए यहाँ गर्दो रहेछ यसो मनपर्ने तपाईँलाई के भन्ने च्याप्नलाई हो क्या पुरा पर्फ्युम सही भन्नुभयो र हामीले पनि उलिनु छ यहाँबाट त त्यो हेड एन्ड सोल्डर होला पर्फ्युमहरू पर्फ्युम त छ वाह क्या सीन है। लेडिज त होइन लेडिजको लेडिज नै हो लेडिज चाहिएको तपाईँलाई तपाईँ लेडिज हो मलाई चाहिएको तपाईँ लेडिज हो लेडिज लेडिज खोजिराख्नु भएको छ नै लेडिजको हो के यो यही पर्फ्युम गुलाबले किनेको क्या किन गुलाब लेडिज हो घर वाउ ఎందుకు నీకు ఏస్ పట్టుకో ఛీ भित्रै हाल्नु के हो यो अरे यो के हो यो अहिले त कन्डम हो लामो कुर्ता ह्यान्डसम देख्नु भएको छ पञ्चायत यार साँच्ची भनेको कसम गोरो देख्नु भएको छ अब त यो ध्यान त त कालो न कालो छ मलाई ए तपाईँको त कहाँ छ आम्बो यत्रो फुच्चुलाई पनि कत्रो महँगो परेको है पन्जाब ब्रदर यो के हो इसका मतलब है अब अर्को डिटेलमा जाँदैछौँ हामी पन्जाब ब्रदर राम्रो हुन्छ त्यो भित्र क्रिम हुन्छ क्या यो खाने हो थाहा भयो बिर्सिनुहुन्छ के हो प्लास्टिक यहीँ छ हौ ओके यता उता पनि खाना पर्यो नि त अरू त त्यहाँ छ त नि अझै टनमा हाल्छन् यही पेट भराइदियो भने त फेरि उता पनि खाना पर्यो नि त त्यही भनेको ऐसे में बड़ा सख्त लौंडा हूं।
लेकिन यार यहाँ में पिघल गया गिर्दिने हो क्या हान्थ्यो नि आई लभ यु भन्नु चाहिँ यही काम छ अब केटीहरू हेर्छन् कि आई लभ यु भन्छु नि अरे नगरौँ न अनि चुप्पा गर्नु ल ल चुप्पा हान्दिनँ ल मौसम चाहिँ मिठो छ आज मौसमले च्यालेन्ज गरेर आज मौसमले पुरै जबरजस्ती च्यालेन्ज गरेछ मौसम तो ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है बहुत मजा आ रहा है यहाँ अरे किन अलि अगाडि अर्को छोरो नजनाउने के के हो अनि झापझुप छ त अनि के हो त्यसैको लागि जान खोजेको यार माथि के छ काट्दैन रन्दिन हुन्छ बिस्तारै आत्तेर भएन सामालो सामालो हुन्छ सबै कुरा अनि ल सबै ल्यायौँ काक्रा बिर्छन् अब फेरि पर्दैन यार छ रुममै अब रुममा जान्छौँ केटाहरू आयो कि आएन ठीक है रुममा आएपछि केटाहरू आएपछि सानो हुन्छ अपडेट समझ गया अनि केटाहरू पुरै आइसकेछन् बजारमा पुरै टाङ्को रिसा छन् कि के हो के हो पुरै फ्यान छ त मान्छे त अनि अब केटाहरू आइसक्यो अनि अब डेन्जर अब खै त पत्रुस अब के हो फेरि तताउन फेरि तताउन के हो यार पुरै बङ्गुर पनि यस्तो छ कि पुरै माया भिन्ती गति कलाकार फेरि बङ्गुरको मासु मन नलाग्यो कि अस्ति म 2 दिन स्पेलबाट होइन हामी एकचोटि ल्याउँदा पनि हिजो भए यहाँबाट ल्याएको हो भने। त्यहाँबाट ल्याउँदा पनि मासु यस्तो भयो क्या। अनि उता थिएन त्यहाँ थिएन रे रेनिस्का अब ए त्यो सुपर त्यहाँ त्यो कन्जुममा हामी त्यो एउटा बन्द गर्थ्यो नि त्यहाँ अलि छिट्टै जानुपर्ने अनि यो मासु भयो कसरी बनाउने भयो क्या मलाई त यार यो। उबाल्नु पनि हो क्या 3 hours later. अरे ल चेयर्स ल चेयर्स ल ल प्याङको धेरै हाल्दैछन् भनेर खालि त्यस्तै गर्छन् हिजो कोक पनि त्यस्तै हालेर उनको ठिकै त छ नि खानु भएन र कोक हाई हाई कोनिचिवा ठाउँ छैन अरे के हुँदैन यार तपाईँ बस्नु तपाईँले गाह्रो पर्छ नै यस्तो के आफू पातलो छ नि त त्यो फरक पर्दैन कि ल फेरि उयैहरु छ है उयहाँनिर चाक राखेर बस्ने बहादुर सर कस्तो भन्नु मासु खाना लायकको हुनु पर्यो मेन कुरा के होइन खान लायकको त भइहाल्छ प्याज र टमाटर हाल मैले यस्तो कुरा गर्छन् यार मिठो हुन्छ है मैले भने चाहिँ होइन त्यो हुन्छ अहिले त्यो भन्नु त के गर्नु पर्दैन त्यसलाई मेरिनेट गरेर के भन्छन् त्यो रोस्ट टाइप अच्छा त्यो अस्ति उसको बनाएको रोस्ट बनाउने रोस्टै बनाउने मासु बनाउँदाखेरि कस्तो झाउ हुन्छ त्यसरी टेस्ट आउँदैन नि त्यसो फेरि कस्तो टेस्ट त्यसै टेस्ट आउँदैन बोसो छैन अनि मासु मात्रै छ अरे ब्याटरमा हाल्नु सबै चुप्प लागा अँ। मासु सुजन यस्तो कुरा गरिदिन्छन् आफू त्यहाँबाट उठाउँदैन त्यो त्यहीँ हो पिसाब लाग्यो भने मात्रै उठ्छ अब त त्यही भएर त पुना बस्छु आज आफ्नो कला देखाइदियो मिठो हुँदैन बनाइदिनु कि अब त्यसको के रे मिठो हुँदैन होला हो अब रेडी गरेपछि त पाकिसक्यो ओके ल भने यस्तो के साथी यो मासु नै काट्यो मसला नै काट्यो प्याज नै काट्यो भनेपछि पकाउनेमा त मेरो त भयो पाकी पनि सक्यो के सही कुरा हो एक्ज्याक्ट सही कुरा भन्नु सही भन्नु रह्यो के त्यसो भए मेहनत के गर्नु पर्यो त्यही त सबै पाकिसक्यो क्या अब खाना ल्याइदिउँ त्यही पाकेको पल्ल सर पाकिसक्यो त्यो ल्याइदिउँ अब
न त ल्याइदिन्छु त्यही पाकेको पानीमा पहिला हाल्नु होइन त्यस्तो छैन क्या पानीमा हाल्नु त मासु मात्रै छ छैन त्यही त त्यो ऊ भएको भए त आउँथ्यो कि बोसोसँग भएको भए बोसो एउटा छैन मासु मात्रै छ उयो म्यारिनेट गर्ने बेला चाहिँ कागतीको रस हाल्नु त्यो त हाल्नुपर्छ केही गर्नु पर्दैन क्या अर्को अनि झैया तेलमा गरौँ त त्यही गरौँ त्यसो सन्ध्या आधा 1.5 किलो त्यही रोस्टर बनाऊँ होइन आधा मासु टन्ने अझै बच्छ त्यो ग्रेभी बनाइदिनु भातसँग खानुलाई भुजा बनाएको छु भुजा खाने हो सिप नो एनिथिङ रिसाइसकेँ जा पे रेडी कर का रेडी कर यार अभी करता करेगा दिखा आज बियर जाने मासु हो जाते में पास में कोही ज्यादा लान पाइले अनि त्यो कराई र तेल हाल्ने मात्रै जाने रहेछ के गर्नै पर्दैन सबै त्यो मासु नि काट्ने प्याज नि काट्ने टमाटर नि काट्ने त्यो सबै काटिसकेपछि त्यो तेल र त्यो भाँडा टटाउने मात्रै हो के चलाइदिनु पनि अरूहरूलाई नि तेल कि तेल होइन अनि यो उता लगेर जानु यो लगेर जानु देखा आपने लापरवाही का नतीजा है